उहाँ चाहिँ हुनुहुन्छ मेरो जेठाजु। हाई बोलो भैया इधर। उहाँ चाहिँ साथी, यहाँ पनि साथी। अरू त जेसुकै होस्, जिन्दगीमा एउटा कुरा चाहिँ मैले यो बुझेँ कि कसैको पनि आफूले नराम्रो चाहेन गरेन, कसैलाई पनि नराम्रो सोचेन भने भगवान्ले पनि हामीलाई कहिले पनि नराम्रो हुनु दिँदैन रहेछन् के है। मलाई चाहिँ यति टाढा बिहे गरेर आएको छु र पनि मलाई त कहिल्यै त्यस्तो फिल हुँदैन हौ, किन यो मान्छेसँग यहाँ बिहे गरेर आएछु, यसको मान्छे यस्तो उस्तो भनेर मलाई त कहिले अहिलेसम्म त्यस्तो फिलिङ्सै भएको छैन है। यो भेटै चाहिँ तपाईँहरूले लास्टसम्म हेर्नु होला। आज चाहिँ हाम्रो घरमा को आउनुभएको छ देखिसक्नुभयो। उहाँ चाहिँ हुनुहुन्छ मेरो जेठाजु र जेठाजुको साथीहरू, जुन चाहिँ उहाँ चाहिँ अबुधाबीबाट आउनुभएको छ घरमा 2-4 दिनको लागि। उहाँ चाहिँ उहाँको काम छ, उतै बस्नुहुन्छ फ्यामिलीसँगै अबुधाबीमा, दुबईमा। अनि आउँदा चाहिँ हामीलाई चाहिँ केक ल्याइदिएर आउनुभएको रहेछ के। अनि मेरो छोराले चाहिँ केक लास्टै मनपर्छ नि त। अनि हामी आमा बाउको लागि भन्दा पनि हाम्रो छोराछोरीको लागि कसैले केही गरिदियो भने त झन् हामी आमाहरू त्यत्तिकै खुसी हुने के। अनि मेरो छोरालाई केक काट भनेको मानेन। उसले चाहिँ केरला भाषामा गुटुङटुङ उहाँहरू चाहिँ बोल्नु भयो। अनि त्यो डराएको जस्तो गरेर एक्लै काट्न मानेन। त्यही भएर मैले हात समातिदिएको है। हेर्न सक्नुहुन्छ तपाईँहरू चाहिँ यो भिडियो फुल लास्टसम्म हेरेर साथ दिनु होला अनि कमेन्ट गर्नु होला ल। अनि मैले चाहिँ आफै काटेर खुवाइदिएँ। उहाँ चाहिँ हुनुहुन्छ मेरो जेठाजु। अनि एकछिन मात्र आएर खानासाना खाएर जानुभएको थियो। अनि अहिले यहाँ चाहिँ खानासाना हामीले पहिल्यै बनाएर राखेको थियौँ। बिहान खाजा खानको लागि आउनुहुन्छ होला भनेको, आउनु भएन। अनि खाना चाहिँ लन्च चाहिँ आमलाई चाहिँ आमाले घरबाट के सामान पठाइदिनु भएको अरे हेरौँ। यो चाहिँ हाम्रो जेठाजुको गाडी हो। जेठाजु चाहिँ आफ्नै गाडी लिएर आउनुभएको थियो। के पठाइदिनु भएको छ त के के चाहिँ पठाइदिनु भएछ घरबाट। बन्द गरिदु। उहाँहरू चाहिँ खानासाना खाइसकेर बाहिर निस्किनु भयो। हाम्रो लागि चाहिँ 2 जनाको लागि एक-एकवटा पर्फ्युम दिनुभयो, मलाई र मेरो बुढालाई चाहिँ जेठाजुले। अब उतैबाट लिएर आउनुभएको होला अबुधाबीबाट। अनि उहाँहरू चाहिँ जानुलाई रेडी हुनु भइसक्यो। जानुभयो हाम्रो घरको पाहुनाहरू चाहिँ।